हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। हजुरलाई मैले एउटा कृषिमूलक भिडियो बनाउँदैछु। नयाँ आधुनिक औद्योगिकरणको कारणबाट बनिरहेको नयाँ ट्र्याक्टर जसले कम पावर और संसाधनको कमीको दूर गर्नको लागि बनाइएको यो हात्ती ट्र्याक्टर क्यारी गर्नमा पनि आसान छ। अहिले मेन पावरको समस्या काम गर्नमा कठिन भएको कारणले एकजना मान्छेले आरामसँग यस ट्र्याक्टरको इस्तेमाल गर्न सक्छ। ल हेर्नुहोस्, किनभने पहिलाको जमाना जस्तो गोरु चाहिएन। गोरु पाल्नु पर्यो हैन, अनि त्यसलाई खाना बस्नको व्यवस्था, ल्याउनु जोड्नु धेरै समस्या थियो। तर अहिले नयाँ आधुनिककरणमा हात्ती ट्र्याक्टर आएको छ। यसले त हेर्नुहोस्, गोरु 4 बार ओरोदोरो गर्दाखेरि जोत्ने जग्गा यो ट्र्याक्टरले एक ही बारमा जोत्छ। र साथै फाइदा अर्को एडभान्टेज के छ भने योबाट डल्ला निस्किँदैन। हेर्नुहोस्, बिल्कुल धुलो हुन्छ। साथै जस्तै यो जोतेर राखेपछि माटो सुक्छ, जब हामीले पानी लगाउँछौँ खेत रोप्नको लागि त्यो एकदम मनिलो हुन्छ, लेतो टाइपको हुन्छ र काम गर्न पनि एकदम सजिलो हुन्छ। हेर्नु, गिर्खाइलो माटो हुन्न, माटो एकदम राम्रो हुन्छ। ल हेर्नुहोस्, यो छ, यो डिजलबाट चल्ने हो। यो 6 HP क्यापासिटी भएको हात्ती ट्र्याक्टर जसले एक हल गोरुले दिनभरि जोत्ने सिस्टम यसले 1 घन्टा 1.5 घन्टामा पुरा गरिदिन्छ। ल हेर्नुहोस् गाइस, यसको खासियत यो छ। हेर्नुहोस्, यसमा एक जग्गाबाट दोस्रो जग्गाको लागि अलग टायर आएको हुन्छ। हिउँदे बाली जोत्नको लागि यो फाली इस्तेमाल गरिएको हुन्छ, तर असारमा धान रोप्नको लागि अलग्गै प्रकारको फाली लगाइएको हुन्छ। यसले घाँसलाई हेर्नुहोस् गाइस, घाँसलाई पुरा कटिङ गरिदिन्छ, यसले पुरै माटोमा मिलाइदिन्छ। ल हेर्नुहोस् है गाइस, अहिले पानी परेर मौसम यस्तो भएको छ। मजाले गाउँको यतिखेर असार महिना लाग्दैछ र धान रोप्नको लागि मान्छेहरूले काम गर्दछन्। पहिला गोरु लिएर आएर जोत्न पर्थ्यो भने दिनभरि लाग्थ्यो। अहिले मान्छेले बिहान बेलामा ट्र्याक्टरले जोतेपछि दिनभरिको मेलो पनि निस्किन्छ र दिनमा अर्को काम गर्नको लागि र गर्मीको समयमा रेस्ट पनि हुन्छ। यो गर्दाखेरि बिहान बेलामा ट्र्याक्टर जोत्यो भने फ्रेस माइन्ड, जोस पनि हुन्छ। ल हेर्नुहोस्, बिहानमा फिजिकल फिटनेस सब इत्यादि आउँछ। ल हेर्नुहोस्, एकजना मान्छेले आरामसँग जोतेको छ ढिलो गरेर। हेर्नुहोस्, यो थियो हात्ती ट्र्याक्टरको खासियत। अब यसलाई अर्को एडभान्टेज के छ भनेदेखि, अब जस्तै पानी आयो भने हामी आली लगाइन्छ, आली पहिल्यै लगाउन सकिन्छ र भट्ट मास लगाउन सकिन्छ, किनकि यसले कोही आलीमाथि डिस्टर्बेन्स गर्दैन। जस्तै पानी भयो फेरि यसले जोत्यो, धान लगाइदियो। ल हेर्नुहोस् गाइस, यो नयाँ आधुनिकरणको ट्र्याक्टर। हेर्नुहोस् है, यो तल मकैबारी, मकैहरू खाने बेला भएको छ, काहीँ पाकिरहेको छ, त्यो माथि मकै पाकिसक्यो। हेर्नुहोस्, गाउँको बिचमा चाहिँ यो पारी जङ्गल छ, रमणीय। यो जङ्गलको खासियत यसमा पुरा सालगारी छ, चिलाउने कम छ, जसलाई माथिको डाँडामा देख्नुहुन्छ पात्तल भनिन्छ। हो माथि टावर पनि देख्नुभएको छ गाइस, टेलिफोनको टावर। हेर्नुहोस्, यस्तो जग्गामा टेलिफोनको टावर छ, त्यसले पुरा भेट्छ। ल्याउनुहोस्, ट्रङ्कल लाइनको होला सायद, पुरा भेट्छ गाइस। हेर्नुहोस्, पारी देख्नुभएको छ, बादल देख्नुभयो, गणेश हिमाल सामने, गणेश हिमाल जो सेतो सेतो भाग देख्नुभएको छ, यो हो गणेश हिमाल। लमजुङ र गोर्खाको बिचमा रहेको गणेश हिमाल। ल हेर्नुहोस्, यो आफैमा परिचित छ। बिहान उठ्ने बित्तिकै घरबाट गणेश हिमाल र मन्ज्याङको डाँडाबाट उदाएको सूर्यको किरण हजुरले एकसाथ देख्नुहुनेछ। र शामको समयमा
डुब्नेवाला सुरजबाट निस्केको किरण गणेश हिमाल ठोकिँदाखेरि वो आफैमा सुन जस्तो देखिन्छ गाइस। बिल्कुल तिर्सा किरणको कारणले गर्दाखेरि त्यो एकदम टल्किन्छ। हेर्नुहोस् अहिले पुरा बरफ बसेको छ हेर्नुहोस्। यो हो हाम्रो लमजुङ। नमस्ते।